भगवान नुन कहाँबाट लिएर खायो होला, त्यही त नि, तेल कहाँबाट। म डिप थिङ्किङमा गइरहेको छु है साथी। गम्भीर सोचाइमा परेको त यहाँ हेर है त, यहाँ पारि ग्यासोलिङको अपोजिटमा छ हाम्रो चाहिँ यहाँ पाप गाउँमा। र यहाँ घुम्दै घुम्दै यहाँ हाम्रो रमेश सुब्बा ब्लग दाइ चाहिँ साह्रै स्याडमा बसिरहेको छ। सोध्ने छु त के भयो अब दादा, किन यति साह्रो होइन? म त मजा भएर दादा एकदम स्याडमा बसिरहेको त के भयो दादा? म त साह्रै अहिले त भित्रबाट सोचाइमा गइरहेको छु। किनभने हेर्नुहोस् न, उहिलेको हाम्रो बाजे बोजूले कसरी यस्तो ठाउँ रोज्नु भयो होला? डाँडा काँडा भिड पाखामा। हे भगवान, नुन कहाँबाट लिएर खायो होला, त्यही त नि, तेल कहाँबाट होला, चामल त आफै उब्जाउँथ्यो। हेर्नुहोस् न नभए उपारे ग्यासोलिङको ओल्लोपट्टि डाँडा नि यो गाउँ के हो खै? अब गाउँको नाम थाहा भएन हो। अनि यहाँ सुन्नुहोस् न साथी, ठिकै छ, नुन तेल त कता कताबाट के भन्छ एडजस्ट गर्यो होला। हस्पिटल, त्यही त नि, बिमार भयो, बिमार हुँदाखेरि कुन ठाउँमा गयो होला हस्पिटल भनेर चाहिँ साह्रै उहिलेकोमा डिप थिङ्किङमा गइरहेको छु है साथी। गम्भीर सोचाइमा परेको त यस्तो छ है साथीहरू। कसरी हेर्नुहोस् न यहाँ यता तल, हे भगवान, हे भगवान, कसरी अब माथि माथि डाँडा डाँडा यो त पहिला त गोठ थियो होला है नि त। त्यो गोठ हुँदा हुँदै सायद बसेको हुनसक्छ। अब हामीले भन्न सकेन होइन। त्यो कारणले गर्दा एकदमै आज चाहिँ हामी डिप सोचाइमा परेका छौँ है साथीहरू। लाइक तपाईँहरूको ठाउँ हो भने चाहिँ लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला होइन। तपाईँको बाजे बोजूलाई सोधिदिनुहोस् होला कसरी यहाँ सेटल गर्यो, सबै सोधिदिनुहोस् है, खोजिदिनुहोस् है। म चाहिँ डिप सोचाइमा परेको छु। यहाँ तल दुईवटा घर मात्रै छ, हेर्नुहोस् न साथीहरू। मन कसरी अडिन्छ होला भन्या। त्यही त, म पनि यहाँ धेरै बसेँ म पनि त्यसै डिप सोचाइमा पर्ने रहेछु। र अब चाहिँ छिटो छिटो गर्दै अब चाहिँ निमतला जाने छौँ है त। निमतला जाने साथीहरू, किप ट्युन। अब हामीलाई निमतलामा देख्न सक्नुहुनेछ है त साथीहरू। ल बाई बाई साथी, बाई बाई।